एकदम लाइसेन्स होल्डर हो सबै फेरि हाम्रो यो तला छाप्ने दिन छ अनि यो 9-10 दिनभित्र तला छाप्ने बनाइएछ 2-3जनाले अनि यो कर्म चाहिँ को लागि दास पारामा काम गराइछ है आजभोलि अनि यो आज चाहिँ यसो अलिकति तला छाप्ने दिन छ आज चाहिँ श्रम स्वीकृति पार्टीको जतिकै आज श्रमदाताहरू पनि आउँछन् होला आज चाहिँ यो झारलाङ्गी भन्छ क्या पहिलाको भाषामा अनि झारलाङ्गी गर्ने कुरो छ अहिले चाहिँ यो सरा ओसारी राखेको छु सरा यसरी ओसारेको यो सुकेको भने 3टा बोक्थ्यो होला आज चाहिँ एउटैले लोड हगायो हाम्रो दाजुलाई सेफ्टी कसाको हिजो देख्यो आज पनि हाँस्दै हुनुहुन्छ अब यसमा ती सरा बिछाएर चिरपट लगाएर बाकलको यहाँ हाम्रो ढलान गर्ने माटोको पश्चिमतिर भने त पानी चुहुँदैन ढलानै त्यही यस्तैको हुन्छ अनि यो चाहिँ हाम्रो भान्जाको घर है भान्जा चाहिँ पार्यो त्यहाँ मूल घर चाहिँ त्यहाँनिर हो तर उहाँलाई चाहिँ यो ठाउँ अति पारिलो र राम्रो उता यताबाट उता हेर्दाखेरि सिन पनि राम्रो देखिने मामा म त यतातिर घर बनाउँछु भन्दै हुनुहुन्थ्यो त्यही भएर यहाँ घर बनाउनु भएको छ अलिकति चैत वैशाखमा चाहिँ यहाँ हावाले छाना चाहिँ ऊ माथिको गरातिर पुर्याउने हो कि भन्ने मात्रै डर पिरो नत्र त यहाँ पारिलो के बिहान घामलाई देखेको बेलुकासम्म घामलाई देख्छ यहाँबाट हो कि अलिकति पिर पर्छ क्या ढुवानीले खायो जेन अनि घर चाहिँ तल हो अनि आज चाहिँ पुरै श्रम दिइरहेछ नि त साँझमा सक्नुपर्ने यतातिर यहाँ त उरुङ थियो नि काठ अब त घटेर यति हो छिनिएछ नि 3टा काठले खुइ बनायो दाजुले त जेन्जे भन्नुहुन्छ मलाई त कम्ती गाह्रो भयो त लाजै लागि गयो नि हौ पिएको छ त यो कपाल पनि धुन नपाएर बुढेसकालले छोरा सरा बिछाइसकियो हाम्रो दाजु आज निकै आक्रोशमा हुनुहुन्छ ल हाम्रो बुहारी नानीले चाहिँ चिसो ल्याउनु भएको छ ब्रेक टाइम आज ल यस्तो हो अनि ब्रेक घरपेटी नानीले चाहिँ चिसो र डिउ ल्याउनु भएको छ यसरी पो त अब ल हाम्रो ग्रुपमा जेठा पनि छ है हाम्रो भवनाथ कटेल अनि अब परेन त अनि भान्जाका तला छाप्ने दिन सरल नि हो मजाले खटाइ छ है बरन्डाको लागि आरावल हो नि त हेड कर्मी तयारी भइसक्यो अब प्लास्टर हुन्छ हाम्रो ढलानको लागि चाहिँ यता माल बनाइसकेको छ है माल बनिसक्यो हाम्रो कार्यकर्ताहरू चाहिँ सबै डिलतिर बस्नु भएको छ है अहिले चाहिँ श्रमदाताको कार्यकर्ताहरू सबै यतातिर यो चाहिँ हाम्रो माल मेटेरियल है ल अब यस्तो चाहिँ यो गाउँघरमा झारलाङ्गी नै चल्छ कि श्रम भन्छ अहिलेको उसमा नभए झारलाङ्गी भन्ने चलन थियो पहिला होइन झारलाङ्गी चाहिँ सुरुवात हुन आँट्यो भ्यू हेर्नलाई अति राम्रो छ भ्यू चाहिँ एकदम गुड छ है आफ्नै गाउँ छ यताबाट सरर टट्ट परेर एन्टिलाइट परिरहेछ अहिले चाहिँ
जापानबाट ल्याएको, जापानबाट हाम्रो कर्मी के अरे ढलान पार्टी एकदम लाइसेन्स होल्डर हो सबै फेरि। हो बासीमा कोटिप ल्याएको विशेष गरी प्राइभेटर चलाउँदै हुनुहुन्छ हाम्रो भाइले। यो चाहिँ लोकल प्राइभेटर है। अनि यति गरेन भने यो हाम्रो माल पनि खाँदिँदैनन्। आधुनिक प्राइभेटर हो यो। यतिको भएपछि चाहिँ सम्म गरियो। सबै खाजा आएपछि सबैको आवाज चाहिँ ठुल्ठुलो हुन थाल्यो है। अब 75% बाँकी छ, 25% सकियो। जापानबाट ल्याएको मिस्त्री चाहिँ यहाँ ठक्क बसिसक्नु भएको छ। ल जाउँ अब खाजा जापानिज। अनि उहाँले लाइसेन्स होल्डर हुँ भन्नुभएको छ। अनि त्यही भएर सुरु भएको छ यतापट्टि। ल है क्याटरिङ चाहिँ मजाले दबाउनु हुँदैछ। लडिक छ। अब खाजा चाहिँ यस्तो आज कि अब यो खाजा चाहिँ दबाएपछि म यहाँ चाहन्छु नि हुँदैन नि यहाँ कुरो। खाजा टाइम है अहिले चाहिँ। गोमिलाको छु। यतापट्टि चाहिँ हावा कम लाग्छ अनि त्यही भएर खाना खाएको काम चाहिँ हाम्रो यतापट्टि छ पछाडिपट्टि। यो चाहिँ हाम्रो लोकल कोदोको है। यता चाहिँ यो चाहिँ मासु चाहिँ के को हो कुखुरा रहेछ। सुटुक्का भनेको दाजुकोलाई मात्रै खानेको सुटुक्का भनेको। खसीको खसी त खाँदैनन् कुखुराको है। स्पेसल लोकल। अहिले चाहिँ खाजा खाइसक्यो। अब यो टोलीले चाहिँ पुरै होइन यो माटोलाई चाहिँ यसमाथि ढलान गर्ने हो क्या। अरू फेरि आफ्नो काममा लागे ल खाजा खाइसक्यो कि आफ्नो ड्युटीमा हतियार समाइसकेको छ। अब त अघिको भन्दा झकेर काम गर्छ नि। यताबाट हेर्ने भ्यू चाहिँ दामी छ। रात साँझ अब यो ढलान कार्यक्रम चाहिँ सकिसक्यो। अनि यस्तो ढप भयो कि ढलान चाहिँ अब चट्ट यो सुकेपछि यसमाथि ढुङ्गा थुपारेर फेरि सुरु हुन्छ। अब यहाँ हाम्रो भवनाथजी चाहिँ हात खुट्टा धुँदै हुनुहुन्छ। अरू चाहिँ अब लगभग हात खुट्टा धुन त तयार भइसक्यो। अनि यता हाम्रो अर्को दाइले चाहिँ मिस्त्री काम गर्दै हुनुहुन्छ। ढलान गर्नलाई बिहानदेखिको तटपट आजै सबै थोक मिलाएर चाहिँ ढलान हानिसक्यो। अब हामी बिस्तारै आफ्नो गन्तव्यतिर जान्छौँ। अब 2-4 दिन यो सुक्नुपर्छ। त्यो सुकिसकेपछि चाहिँ चट्ट काम हुन्छ। अनि अब यहाँ ह्यान्डसम हुँदैछ भने सिमेन्टहरू सबै पखाल्दैछन्। सिमेन्ट हात खुट्टाभरि लागेको थियो। अनि हेर्नु त अब यतापट्टि काम गर्दै हुनुहुन्छ कि हाम्रो दाजु। अनि अब 2-4 दिन सुकेपछि मात्रै यसमा चाहिँ हामीले गाह्रो लगाउने। धन्यवाद है आजको सबै जापानबाट आउनुभएको
श्रमदाताहरूलाई पनि धन्यवाद दिन चाहियो। अनि हामीले धन्यवाद टक्राइसक्यो। अनि हाम्रो यता दाजु हुनुहुन्छ है, उहाँले पनि धन्यवाद दिइसक्नुभयो उतापट्टि। उहाँले चाहिँ 7 सम्म काम गर्नुहुन्छ, उहाँको चाहिँ काम अझै बाँकी छ भन्ने लागिरहेछ हाम्रो पार्टीको। अनि यो चाहिँ हाम्रो चाहिँ सक्यो, दाजुको चाहिँ काठ चिलाउँदै हुनुहुन्छ। जाडो बढ्यो होइन, जाडो बढेपछि अब हामी चाहिँ लाग्यो घरतिर। भान्जाहरू पनि आफ्नो पोका पत्यन्तर बोकेर हेरिसक्यो। अब बिस्तारो घर अर्को साइडको लागि औजारहरू चाहिँ लिएर हिँड्यो। यहाँ अब यो सुक्छ, 2-4 दिन सुकिसकेपछि मात्रै हामी यहाँ काममा आउँछौँ। अब परतिरको चाहिँ अब एउटा भवनको डिपिसी गरिराखेर हिँड्ने हो, त्यहाँबाट परतिर त्यसरी काम गरिँदैछ अहिले चाहिँ। अब यो सुक्छ अनि उताको सुकेपछि फेरि यता काम गरेर उता गइन्छ, त्यसो गरेर काम गर्ने। अनि यो 2-3 महिनालाई चाहिँ बिजी जस्तो भएको कारणले गर्दाखेरि भिडियो बिस्तारो ढिलो लगाइराखेको छु। अनि अहिले चाहिँ घरतिर जाने हो। अब पल्लो साइडको सामान बोरामा बोकेर हिँडिसक्यो। अनि हाम्रो ठाउँ चाहिँ बाट चाहिँ देखिने दृश्यहरू यस्तै छ है। अनि हाम्रो भाउजहरू पनि घाँस काट्दै हुन्छ। अब यो तपट्टि चाहिँ विशेष हाम्रो गाउँ नि त बस्ती। अनि यो एक्लासमा भान्जाले घर बनाउनु भएको छ यसको नि। अनि हामी चाहिँ माथि रोडमा निस्किनलाई पनि अलिकति टाढै छ। हाम्रो ढुवानी चाहिँ अलिकति टाढो पऱ्यो, त्यही भएर यहाँदेखि बोक्नुपर्ने छ त सामान, यहाँ झार्नुपर्छ यो रोडमा। अनि यहाँबाट ढुवानी गर्दाखेरि बिहान अलिक टाइम खायो, नत्र नै अलिक अघि नै सकिन्थ्यो। अब यहाँबाट चाहिँ साह्रो जाने हो होइन। भोलि चाहिँ अब यो अफ सिजनमा फुल्ने सयपत्री फुल हो। अब चाहिँ यो चैत वैशाखतिर पनि यत्तिकै फुलिराखेको हुन्छ, धेरै पछिसम्म टिक्ने फुल हो क्या यिनीहरू चाहिँ। अनि यतापट्टि पनि चाहिँ एक लट त राम्रै थियो, आजभोलि चाहिँ त्यस्तो छैन। पहिला त मजाले लाग्थ्यो, यहाँ पनि लाग्छ। अनि सुन्तला चाहिँ यस्तो भइसकेछ र यो लामखुच्रेले धेरै बिताइदियो कि। अनि यो फर्सी चाहिँ मुसाले खाएको छ बारीमै, यति दुलै छ हो यहाँ दुलो। अनि यस्तो बनाएको छ। अनि अब यस्तै हो, घर आइपुग्यो। अब यो बारीमा चाहिँ त्यहाँ जोत्ने बेला भएको नभएर त्यत्तिकै छ। यतातिर यो बाख्राको खोरमा पनि मल निकाल्नु पर्ने छ। आमा के गर्दैछन्, घरमा चाहिँ आमा मात्रै हुनुहुन्छ। सुन्तला टिपेछ नि आज पनि, यो घर छोडेर हेरेपछि सुन्तला टिपिहाल्छन् क्या। हेर्न हुँदैन त, यो आगै सबै झारिराखेको छ नि त नुहाएको। तर यो हिँड्नेले त टिपिदिन्छन्, बाटोको घर भएपछि सबै टिपेर सिधाइदिन्छन् क्या। नुहाए नि त राम्रै नुहाएको थियो। भएको चरा चाहिँ होइन सिजनमा मात्रै आउँछ। यो यस्तो मजाले चर्छ कि हेर्नु न, अर्को उठपेगर जस्तो कि के भन्छ, के चरा हो भन्छ नि, हो यस्तै छ। तर यिनीहरू चाहिँ सिजनमा मात्रै यहाँ देखा पर्छन्, जहिले पातैले पाइँदैन नि त, देखिँदैन यो चरा चाहिँ। यसरी रुखको उसमा यो झुसीले किराहरू खान्छन् कि यिनीहरूले चाहिँ खासमा। मेलो सकारमा चाहिँ गोठतिर आइसक्यो, एउटा पाडो छ, त्यो पाडो उडिसक्यो। अनि 2-3टा बाख्रा छ क्या, मैले बस्तु खासै छैन। अब बस्तु थुनेर माथि घरतिर जाने हो। अनि आजलाई चाहिँ यतिकै होला, धेर काम गऱ्यो भने खराब हुन्छ जेन। कपाल पनि धुनु नपाएर नभ्याएर के यस्तो छ कि जाडो बढ्न थाल्यो। अब फेरि चिसो छ, पानी छुनै नसकिने क्या, कट खान्छ नि त। अब चाहिँ अनि कपाल चाहिँ लामो भइसकेर छन्। अनि खडाहरू चाहिँ अब यस्तो छ कि यो सबै घटाएर 2-3टा, अस्ति 2-3टा बेचेँ। अब यो फेरि ब्याउन लागिरहेछ। अब यो माघमा भ्याउँछ होला, यसो यो पनि टाइम पास गर्छ नि त। काम नहुँदा यिनीहरूलाई पनि टाइम दिन्छु, नत्र भने आफ्नै पारामा हुन्छ नि त दिनभरि। अनि आमा हुनुहुन्छ, आमाले यसो काम गर्नुहुन्छ। यो चाहिँ अहिले पनि जमले नै पाउँछ होला। यसको जोडी 2टा बेच्यो, 3टा बेच्यो भनौँ न। यो चाहिँ पाठी हो। अब यसलाई चाहिँ बोका लाएर माउ बनाउनु पर्ला। अनि यिनीहरू पनि अब ब्याउन आँटिरहेछन्। पहिला पनि यस्तै शीतल क्रसै थियो, अहिले पनि राम्रै छ यतिको 2टा चाहिँ। अब पक्कै जमले नै पाउँछन् होला भन्ने लागिरहेछ। अनि पाडी चाहिँ एउटा ल्याएको छु,
अनि दाइको गोरुलाई घाँस खुवाउनु ल्याएको अब भोलितिर लाने कुरो गर्दै हुनुहुन्थ्यो। अनि अब यो लगेर खोरभित्र उडेर चाहिँ बाटो तताइन्छ होला आजलाई, जाडो रातसाज घरमा आइपुगेँ होइन। घरमा आइपुगिसकेपछि चाहिँ बुढीको चाहिँ के रहेछ त चहलपहल भन्ने कुरो चाहिँ बुझेर छौँ। हाम्रो लिली चाहिँ यहाँभित्र बसिरहेको रहेछ किचनमा होला। किन बाहिर बस्यो लिली भित्र नबसेको? अनि लिली लिली आमै तल आमासँग थियो हिजो ल्याएको। यो केटा चाहिँ गेम खेल्न आएको छ यहाँ फेरि। मेरो बुढीले चाहिँ के पकाउँदैछ त भन्दा बुढो थाकेको भनेर चाउमिन बनाइदिन्छ कि के हो? हो खासै चाउमिन त खाउँ लाग्दैन हो। ठिक छ। अनि यो केटा चाहिँ गेम खेल्न आएको छ यहाँ, पब्जी खेल्न आएको छ। अब आजलाई चाहिँ मेरो भिडियो यहीँ अन्त्य गर्दैछु है। अनि अब आजभोलि चाहिँ अलिक सुनसान छ नि त यो चिसोले गर्दाखेरि। सुविधा छ है हाम्रो उसित चाहिँ, सुत्नलाई पनि सुविधा छ यतातिर, अनि बसेर खानलाई पनि सुविधा छ। यहाँ अर्डर अनुसार बन्छ है खानेकुरा चाहिँ। खासै त्यत्रो उचाइ हुन्छ। यहाँ दिउँसो आएको होला यो यसभित्र। यतातिर यो हुक्का पनि पाइन्छ। अब हुक्का चाहिँ खासै जाडोमा अब जस्तो छ। अनि चाहिने कुराहरू चाहिँ यतातिर पनि पसल पनि राखेको छु छासा छुसा। अनि बाटो हिँड्नेहरूलाई काम दिन्छ। यसभित्रको यो मेरो फुल चाहिँ अलिकति यो चिसोमा चाहिँ त्यत्रो खासै छिटो नबढ्ने रहेछ। तर यतिकै यो फुल लगाएको त मैले लगभग 7-8 वर्ष धेर भइसक्यो। गर्मीमा हो भने चाहिँ ठुलो भइसक्थ्यो होला होइन। अहिले चाहिँ यो चिसोले गर्दा कचल्टिएर इन्डोर फुल भएकै कारणले पनि होला यो त्यत्रो खासै बढेको छैन। यहाँ त चिसो छ नि त, अनि त्यो भएर फुलहरू चाहिँ त्यस्तो खास छैन। यो अब यहाँ चाहिँ ठुटा रहेछ। अनि अब केही छैन। अनि अहिले चाहिँ यसभित्र बन्द। अनि लिलीले चाहिँ छ अर्को काले खै, काले यता सुतेछ हाम्रो काले। अनि यो चाहिँ फेरि तल घर झर्ने बेलामा सर मलाई पुऱ्याउँछ क्या, अघि पो जान्छ त त्यस्तो छ। मेरो बुढीको काम चाहिँ यतातिर यो फुल लगाउने काम गर्छ क्या। अनि हिजो अस्ति काठमाडौँ गएर त काठमाडौँबाट 3 दिनपछि सम्झ्यो होला मेरो फुल रोपेकै छुइनँ भन्दै थियो। कता गयो? फुल रोप्यो? फुल रोपेको रोपेन? ए अझै प्लास्टिकमै पो छ। त्यति जाँगर चलाउँछ। अनि अहिले सुत्ने बेला फुल रोप्नै भ्याइन भन्छ फेरि एकापट्टि। ल ठिक छ, बिस्तार रोप्नुपर्छ, मर्दैन चिसो ठाउँमा।